हलिडे भन्दा भन्दा साथीहरू 1 हप्ताको हलिडे पनि सक्यो। आज चाहिँ हामीहरूको यो अन्तिम ब्रेकफास्ट यो हलिडे होममा। सो क्विक ब्रेकफास्ट खाएर हामीहरू लाग्यौँ अब अर्को डेस्टिनेसन। सो त्यो डेस्टिनेसन कहाँ हो, के गर्छौँ भनेर हजुरहरूले चाहिँ यो फुल भिडियो हेर्नुपर्ने हुन्छ है त। सो हेर्दै गर्नुहोला। सो हामीहरू आइपुगेछौँ साथीहरू फोली फार्ममा अगेन, किनभने हामीहरूले लास्ट टाइम चाहिँ कति एरियाहरू चाहिँ कभर गरेको थिएनौँ। मेरो बहिनीलाई यो आउटफिट कस्तो देखेछ प्लिज कमेन्ट गर्नु होला है। मलाई चाहिँ एकदमै राम्रै लाग्छ मेरो बहिनी हैन। अब हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि यता बच्चाहरू टोय सपमा आएर है अब यो किन्दे त्यो किन्दे भन्दै थियो, तर पहिला चाहिँ घुमौँ त्यसपछि चाहिँ सपिङ गरौँला भनेर फकाएर हामीहरू लग्यौँ। अनि यो एरियाहरू जुन कभर गरेको थिएनौँ नि लास्ट टाइम, सो त्यही ठाउँमा हामीहरू गएर त्यो चाहिँ पहिला भ्याउने, त्यसपछि बल्ल अरू ठाउँ खेलौँला भनेर हामीहरू सुरु गऱ्यौँ साथीहरू। सो यहाँ हेर्न सक्नुहुन्छ यो क्रोकोडाइल गोही है। नेपालमा हजुरहरूले यो कहानी सुन्नुभएको छ किन? म सानो हुँदाखेरि चाहिँ यो गोहीले मुख खोलेर चाहिँ मान्छेहरूलाई खान्छ भनेर सुन्थेँ कि यति डर लाग्थ्यो साथीहरू है, सपनामा पनि त्यही देख्थेँ। सो त्यस्तो हो कि नै फ्याक्ट त्यो प्लिज कमेन्ट गर्नु होला है। सो गोहीले मुख गऱ्यो भने हामीहरू सबैजना भित्र जान्छ सोच्थेँ है। अनि यो रहेको छ पोइजनस फ्रग रे, हेर्नुहोस् न यति सानो यति क्युट छ है, हेर्नमा पनि यति राम्रो छ, तर एकदमै खतरा पोइजनस रे कि यो फ्रग चाहिँ। अनि यहाँ चाहिँ सानो टटलहरू हेरेर बच्चाहरू एक्साइटेड हुँदै थिए। आजको मौसम भन्नुहुन्छ भने नि साथीहरू एकैछिनमा घाम लाग्ने एकैछिनमा हावा लाग्ने भइरहेको थियो। सो लास्ट टाइम चाहिँ अलिक गर्मी नै थियो भनेपछि आज चाहिँ मजाको मौसम थियो है। अनि यहाँ भित्रतिर हेर्न सक्नुहुन्छ फन फेयर रहेछ, राइड्सहरू। अनि मेरो छोरालाई यस्तो देखेपछि त अरू के चाहियो साथीहरू, त्यसपछि त यो पनि खेल्छु त्यो पनि खेल्छु भन्न लाग्यो। त्यसपछि आमा छोरा अब जुन जुन राइड्स म खेल्न सक्छु, मलाई चाहिँ यस्तो खेल्नु अलि डर लाग्छ है। सो अब सजिलो राइड्सहरू चाहिँ म छोरासँग खेलेँ भनेपछि पापाले चाहिँ अब उसलाई एकदमै डेन्जर राइड्सहरू चाहिँ उसलाई फेरि एकदमै खेल्न मनपर्ने भएर पापासँग गयो, किनभने आमा त खेल्न सक्दैन यस्तो राइड्स। अनि यो नखेल्न सक्नु पनि मेन रिजन के हो भने नि साथीहरू, मेरो एउटा सिक्रेट हजुरलाई भन्छु है त। सानो बच्चामा म क्लास 4मा हुँदाखेरि हङकङमा ओसन पार्क भन्ने ठाउँमा मलाई यस्तो डेन्जर रोलर कोस्टरमा चढाइसकेछ कि। सो त्यो त अब मलाई पनि थाहा थिएन, मलाई पनि मेरो छोरा जस्तै एकदमै राइड्सहरू खेल्नु मन पर्थ्यो। अब थाहा नभएर चढेँ, तर यस्तो खतरा रहेछ कि त्यो अहिलेसम्म पनि डर लाग्थ्यो त्यो सम्झ्यो भने। त्यो कारणले पनि होला मलाई अरू राइड्सहरू सब डर लाग्छ आजभोलि। सो एकदमै बच्चाहरूले खेल्ने राइड्सहरू मात्रै खेल्न सक्छु है। सो यता ठुलो छोरा र सानो छोराहरू दुईजना एकदमै इन्जोय गर्दैछन्। यहाँ यत्रो ठुलो प्रोग्राम रहेछ भित्र है, इन्डोर अनि सफ्ट प्ले पनि रहेछ। सो मेरो छोराहरू त अब छानी छानी खेल्न लाए नि। त्यसपछि यिनीहरू खेल्दै गरे, हामी चाहिँ बसेर एकछिन रिल्याक्स गर्दै खाँदै बस्यौँ है। त्यो ठाउँबाट हामीहरूलाई घर पुग्नको लागि साथीहरू 5 देखि 6 घन्टा लाग्थ्यो है। अब बच्चाहरूसँग बिचबिचमा रोकेर सर्भिस स्टेसनमा खाजा खाएर जानुपर्ने भएको भएर सो टाइममै निस्किने भनेर कुरा गरेको थियौँ। तर बच्चाहरूसँग यस्तो ठाउँमा आएपछि चाहिँ बच्चाहरूलाई चाहिँ यो ठाउँबाट निकाल्न चाहिँ गाह्रै हुन्छ। यो भुलैया हो कि बच्चाहरूको लागि। सो आजको भिडियो यति नै साथीहरू। हजुरहरूलाई कस्तो लाग्दैछ मेरो भिडियो प्लिज कमेन्ट गर्नु होला।